नमस्कार। आज पनि तपाईहरुमाझ एउटा भिडियो लिएर आएको छु, कृपया हेरिदिनु होला। यो भिडियो चाहिँ हजुरहरुलाई सामाजिक सुरक्षा कोषको आईडी कार्ड कसरी निकाल्ने भन्ने बारेमा तपाईहरुलाई म जानकारी दिन गइरहेको छु। हामीले अनलाइनबाट सामाजिक सुरक्षा कोषको आईडी कार्ड निकाल्न सकिन्छ, प्रिन्ट गर्न सकिन्छ है त। यो भिडियो मार्फत हजुरहरुलाई म आज त्यो जानकारी दिन गइरहेको छु, कृपया हेरिदिनु होला। सुरुमा हजुरहरु जानुस् ब्राउजरमा ओपन गर्नु अनि सामाजिक सुरक्षा कोष छ नि, यो सामाजिक सुरक्षा कोषमा तपाईहरुले सुरुमा त्यसको लिंकलाई ओपन गर्नु होला। हजुरहरुले यसलाई ओपन गर्नु होला। त्यसपछि त्यसलाई ओपन गरेपछि तपाईहरुले अब यसमा आफ्नो युजर नेममा जुन हामीलाई सामाजिक सुरक्षा कोषले दिएको हुन्छ नि अंक हो, त्यो अंक यसमा पेस्ट गरिदिनु होला। त्यो अंकलाई तपाईहरुले हाल्नु होला र अनि तपाईहरुको त्यो जुन सामाजिक सुरक्षा कोषमा उहाँले नम्बर दिनु भएको हुन्छ नि, हो त्यो नम्बर हाल्नु होला। अनि हजुरहरुले यसलाई लगइन गर्नु होला है, यसरी लगइन गर्नु होला। अनि लगइन गरिसकेपछि तपाईहरुले यो ब्राउजरलाई डेस्कटप साइट छ नि यसमा क्लिक गर्नु होला है। सबै देखिन्छ डेस्कटप साइटबाट चाहिँ। मोबाइल साइटमा सानो देखिने भयो, यसमा चाहिँ सबै देखिने भयो, त्यही भएर। अनि तपाईहरुले त्यसपछि रिपोर्ट छ नि, यहाँ रिपोर्ट्स भन्ने पर्ने है, यहाँ जस्तो छ नि यो रिपोर्ट हो, यसमा क्लिक गर्नु होला। अनि यो रजिस्टर छ नि, हजुरहरुले अब रजिस्टरमा क्लिक गर्नु होला। यहाँ रजिस्टर भन्ने छ नि, यहाँ तल माथिपट्टि यो ओल्ड एज हैन, माथिपट्टि रजिस्टर हो, यसमा क्लिक गर्नु होला है। अनि यसमा क्लिक गरेपछि तपाईहरुले यहाँ छान्नु होला है, यहाँ छान्नु होला। आईडी कार्ड छ नि तलपट्टि हो, यसमा आईडी कार्डमा क्लिक गर्नु होला, डाउन गरिदिनु। अनि त्यसपछि तपाईहरुले यहाँ भ्यूमा क्लिक गर्नु होला है। डाउनलोड गर्नु होला, डाउनलोड ओपन फाइल गर्नु होला हो। यसरी हजुरहरुको मजाले आईडी कार्ड, तपाईहरुको आईडी कार्ड सामाजिक सुरक्षा कोषले हाम्रो आईडी कार्ड यसरी नै अनलाइनबाट दिनुहुनेछ है। तपाईहरुले मजाले आफूले निकाल्न सक्नुहुन्छ सजिलो तरिकाले आफ्नो आईडी कार्डलाई। यसलाई तपाईहरुले निकालेर प्रिन्ट गरेर एउटा प्लास्टिकको कभरमा पनि हालेर तपाईहरुले यसलाई युज गर्न सक्नुहुनेछ। यसको लागि धेरै राम्रो हो यो भनेको। हस् त, धन्यवाद। तपाईहरु पनि गर्नु। अरु पनि भिडियो तपाईलाई सामाजिक सुरक्षा कोषको बारेमा अरु पनि भिडियो चाहिन्छ भने प्लिज कमेन्ट गर्नु होला। म अझै पनि भिडियोहरु बनाउँदै गर्छु। अझै पनि मलाई जानकारी भएको कुराहरु तपाईहरुलाई जानकारी दिनेछु। धन्यवाद।